हेलो एभ्रिवान, गुड आफ्टरनुन गाइस। सो अहिले चाहिँ भने हामीहरू रेडी सेडी भइसकेको छैन। हामी लन्चको लागि बाहिर जाँदैछ। यहाँ थकाली छ अरे, यहाँ थकाली खान्छ फेरि कहीँ अरू जग्गा गएर खाना खाने बेला छौँ होइन। अब चाहिँ हामीहरू निस्केको, बिहान उठेर चाहिँ हामीले ब्रेकफास्टहरू गऱ्यो। अन्त अब चाहिँ हामी जाँदैछ सबै प्याकेटै उठानुपर्छ होला हो। यस बस। सो गाइस अहिले भने चाहिँ हामी जाँदैछ बाहिर लन्च गर्न होइन। यहाँनिर चाहिँ पुरा उयो रहेछ कि धुम्म भइसक्यो, एकदम घाम लागिरहेको थियो होइन। अहिले चाहिँ घामहरू पनि छैन। सो गाइस अहिले भने चाहिँ हामी आएको छ, मेन्यूमा त लेखेको छैन रहेछ नाम। सो अहिले यो चाहिँ हामी गोर्खा थकालीमा आएको छ होइन। यहाँनिर चाहिँ हामी खाना खानुको लागि हामीले अर्डर दिइसकेको छ। सो यो चाहिँ रहेको छ रेस्टुरेन्ट छ गाइस। अब चाहिँ मेरो चाहिँ खाना आइसकेको छ हो। अब चाहिँ म खाना खान्छु, स्पेसल मटन थकाली। सो अब चाहिँ खाना खाँदैछु है। कता कता हुन्छ जाने है हामी। सो गाइस अहिले चाहिँ हामीहरू आएको छ आई लभ जयगाउँमा होइन। उहाँ चाहिँ मेरो शारदा साथीले चाहिँ मेरो क्यामेरा पक्रिरहेको छ। सो आजको अहिलेको क्यामेराम्यान चाहिँ ऊ हो होइन। सो यता देखाइदिनुहोस्, यहाँबाट चाहिँ भ्यू पनि राम्रो देख्दो रहेछ है गाइस। अन्त म चाहिँ उसलाई भेट्न आएको थिएँ यहाँ जयगाउँ, र उसले चाहिँ मलाई घुमाउनुको लागि यहाँ ल्याएको छ है गाइस। अन्त हेर्नुहोस् यतानिर नजाराहरू चाहिँ एकदमै राम्रो मन पऱ्यो कि। तर तल हुँदा चाहिँ हामीलाई केही थाहा थिएन कि यस्तो पनि प्लेस रहेछ भनेर चाहिँ होइन। यहाँ आएर चाहिँ थाहा भयो कम्फोर्ट दामी रहेछ कि यो जग्गा चाहिँ। सो गाइज अनि चाहिँ नि अब जयगाउँमा हाम्रो खासै अब घुम्ने जग्गा छैन नि त होइन। अन्त एउटा अब यहाँनिर चाहिँ आई लभ जयगाउँ छ होइन, र उसले देखेको पनि छैन भनेर चाहिँ यहाँ आई लभ जयगाउँमै लिएर आएको छु गाइज होइन। र तिमीलाई कस्तो लाग्यो भनिदिइहाल नि त। सार्जा राईसँग भेटेर राम्रो लाग्यो हो। भिडियो मात्रै भनेको होला। मैले किन सार्जा राईलाई भेट्नु आएको नि त, म यस्तो टाढोबाट सिक्किमबाट सोलो राइड थियो पनि। अन्त नि यस्तो खतरा हो। अन्त शारदालाई भेट्नु आइरहेछ गाइज, मलाई पनि राम्रो लाग्यो होइन। सिक्किम आएको थियो त्यतिखेर चाहिँ हामी खासै अब त्यस्तो बोल्दैन थियो नि त है। र अहिले यहाँ फिलहालै अब जयगाउँमै आएको छ भनेर चाहिँ हामी भेटिहालेको। मेरो त दलसिंहपाडा हो नि त, कति मिनट पनि लाग्दैन आउनुको लागि। र गाइज अब हामी यहाँनिर अब फोटोसोटो खिच्ने होइन, अब एक दुईवटा रिल्स पनि बनाउनु पर्ने हुन्छ है। अनि पोस्ट गर्ने, हेर्नुहोस्, लाइक कमेन्ट पनि गर्नुहोस् हो, फलो गर्नुहोस् है। र गाइज अहिलेको आउँदैछ होला नि, तिमी आउँदै होला। सो गाइस अब चाहिँ हाम्रो साथी र मेरो चाहिँ छुट्ने समय भइसकेको छ होइन। किनभने अब धेरै टाइम भइसक्यो, त्यही कारण चाहिँ अब हामी चाहिँ छुट्नुपर्ने हुन्छ होइन। पछि अब भेट्ला है। उहाँ सिक्किम आउनु भयो भने तपाईँहरूसँग भेटाउने होइन। अब टाइम भयो नि त उहाँको मम्मीको घर जाने होइन। मम्मीको फोन आएको छैन गाइज। र अब चाहिँ हामी घर फर्किनु पर्ने, म चाहिँ घर फर्किनु पर्ने हुन्छ। साथी चाहिँ यहाँ रुम लिएर बसेको छ होइन। र अब चाहिँ म घर फर्किने गाइज। र तपाईँहरूले चाहिँ कतिजनाले भिडियो हेरिसक्नु भयो होला, मैले पोस्ट गरेको थिएँ होइन। र हेरिसक्नु भएको छैन भने गएर चाहिँ हेर्नुहोस् शारदा राई चाहिँ होइन। र साथीलाई पनि धेरै धेरै माया दिनुहोस् होइन। जस्तो मलाई माया दिनु भएको छ त्यस्तै साथीलाई पनि माया दिनुहोस् होइन। र फलो गर्नु भएको छैन भने चाहिँ गाइज प्लिज फलो पनि गर्नुहोस् गाइज होइन। र अब चाहिँ हाम्रो एकदमै छुट्टिने बेला आइसकिसक्यो होइन। एकदमै राम्रो लाग्यो मलाई उसलाई भेटेर चाहिँ होइन। र दिदीलाई पनि भेटेर एकदम राम्रो लाग्यो। दिदीलाई चाहिँ दिदी चाहिँ क्यामेरामा आउनु हुँदैन नि त होइन। सो केही छैन होइन, दिदीलाई चाहिँ पछाडि भेटाउने छु हामी, अहिले चाहिँ भेटाउने छुइनँ। उहाँको अर्नर हेर्नुको लागि चाहिँ तपाईँहरूले फटाफट फलो गर्नुपर्ने हुन्छ गाइस। एकदमै राम्री हुनुहुन्छ दिदी चाहिँ होइन। र गाइस अहिलेको लागि चाहिँ बाइ बाइ। सो गाइस साथीले अटो पनि पायो होइन, राम्रो लाग्यो। बाई। हामी छुट्टिएको होइन। अब चाहिँ मलाई अटो स्टेसनमै छोड्नु आएको छ नि त होइन। अब चाहिँ म घर जाने गाइस हो। बिचारा ऊ है कहाँबाट आइरहेको छु, म यहीँबाट आएको तर होइन मलाई हतार छ। तर केही छैन, म चाहिँ यतै बसेको छु नि त। ओके बाई साथी, बाई। ल ओके बाई बाई, फेरि भेटौँ ल, भेट्नुपर्छ ल। ल अब भइहाल्छ ल अटो होइन। ओके सो गाइस अहिले चाहिँ शारदालाई छोडेर चाहिँ म चाहिँ अब जाँदैछु होटलको तर्फ होइन। यहाँ अटो स्ट्यान्डमा आएँ नि त, त्यही कारण चाहिँ अब उसलाई छोडेर म चाहिँ जाँदैछु रुम। अब चाहिँ फेरि म भुटान पस्नेवाला छु। सो तपाईँहरूलाई पनि लिएर जानेछु। बाई बाई।